आगोले घर जलेको तपाईहरू सबैले धेरै पटक देख्नु भएको होला। तर आज म एउटा यस्तो आगोको बारेमा बताउन आएको छु जसले घर होइन मानिसको जीवन नै जलाउँछ। मानसिक तनाव भनेको यस्तो एउटा आगो हो जसको तापमा उच्च रक्तचाप पनि पाक्छ, मधुमेह पनि पाक्छ, मुटु रोग पनि पाक्छ, रोग प्रतिरोधात्मक क्षमता कमजोर पर्छ, आत्मबल खस्कदै जान्छ र अन्ततः शरीर मात्र होइन जीवन नै बिस्तारै जल्न थाल्छ। नमस्कार, आज म तपाईहरुसँग मुटुको रोगबारे कुरा गर्न आएको होइन। आज म त्यो कुराबारे बोल्न आएको छु जसले मुटुलाई पनि बिरामी बनाउँछ र त्यो हो मानिसको मन। हामी यस्तो समयमा बाँचिरहेका छौं जहाँ शरीरलाई स्वस्थ राख्न हामीले हजारौं रुपैयाँ खर्च गर्न तयार छौं। जिम जान्छौं, भिटामिन खान्छौं, अर्गानिक खाना खोज्दै हिँड्छौं, ब्लड प्रेसर जाँच गर्छौं, सुगर जाँच गर्छौं, हृदय जाँच गर्छौं। यो सबै आवश्यक छ। तर एउटा प्रश्न, आफ्नो मनको स्वास्थ्य अन्तिम पटक कहिले जाँच गर्नुभयो? हो, तपाईले नै सोधेको। आफ्नो मनको स्वास्थ्यको अन्तिम पटक जाँच तपाईले कहिले गर्नुभयो? कहिले आफूलाई सोध्नुभयो के तिमी साँच्चै ठिक्क छौ? एउटा सत्य कहिल्यै नबिर्सिनुहोस्, शरीर जतिसुकै बलियो भए पनि यदि मन थाकेको छ भने त्यो शरीर धेरै टाढासम्म जान सक्दैन, किनकि मन र शरीर दुईवटा अलग संसार होइनन्। उनीहरू एउटै जीवनका दुई पाटा हुन्। एउटा कमजोर भयो भने अर्को पनि धेरै समय बलियो रहन सक्दैन। अब तपाईहरु मध्ये केहीले सोचिरहनु भएको होला, उहाँ त मुटु रोग विशेषज्ञ हो, मानसिक स्वास्थ्यको कुरा किन गरिरहनु भएको छ? यो प्रश्न आउनु स्वाभाविक हो, किनकि म आज मानसिक स्वास्थ्यको कुरा कुनै किताब पढेर गरिरहेको छैन। म अस्पतालमा हरेक दिन देखिरहेको यथार्थको आधारमा गरिरहेको छु। म एक हृदय रोग विशेषज्ञ हुँ। वर्षौंदेखि मैले हजारौं बिरामीको मुटु जाँचेको छु। तर एउटा कुरो मैले अस्पतालमा मात्र सिकेको छु, धेरै पटक रिपोर्टमा देखिने रोग भन्दा ठूलो रोग रिपोर्टमा देखिँदैन। त्यो हो मानिसको मन। म केवल बिरामीको रिपोर्ट मात्र हेर्दिन, म उसको अनुहार पनि हेर्छु, उसको आँखामा भएको थकान पनि पढ्छु, उसको निद्रा बारे सोध्छु, घरको अवस्था बारे सोध्छु। जब उसले मलाई विश्वास गर्न थाल्छ त्यसपछि ऊ आफ्नो रिपोर्ट भन्दा धेरै ठूलो कुरा खोल्न थाल्छ। ऊ भन्छ, डाक्टर साहब रातभरि निद्रा पर्दैन, घरमा धेरै तनाव छ, व्यापार डुबेको छ, सम्बन्ध बिग्रिएको छ, मन धेरै गरुङ्गो भएको छ। त्यसपछि मैले महसुस गर्छु म उपचार गर्न आएको रह्यो केवल मुटुको रहेनछ, त्यो त मनको पनि रहेछ। जब मानिस लगातार मानसिक तनावमा बाँच्छ, रातभर राम्रोसँग सुत्न सक्दैन, चिन्ता उसको दैनिक साथी बन्छ, त्यसबेला शरीरभित्र केवल विज्ञान मात्रै चलिरहेको हुँदैन, त्यहाँ एउटा अदृश्य जैविक युद्ध चलिरहेको हुन्छ। मस्तिष्कले शरीरलाई बारम्बार संकेत पठाइरहेको हुन्छ, जसले गर्दा कर्टिसोल बढ्छ, एड्रेनालिन बढ्छ, नोरएड्रेनालिन बढ्छ। यी तनावका हार्मोनहरूले मुटुलाई छिटो धड्किन बाध्य बनाउँछन्, रक्तचाप बढाउँछन्, रक्त नालीहरू खुम्च्याउँछन्, इन्सुलिनको प्रभावलाई कम गरिदिन्छन्, शरीरमा इन्सुलिनको रेजिस्टेन्स बढ्न थाल्छ र रगतमा चिनीको मात्रा पनि बढ्न थाल्छ। शरीरलाई दिनरात आपतकालीन अवस्थामा राख्छन् र शरीर धेरै दिनसम्म आपतकालीन अवस्थामा बाँच्न सक्दैन हजुर। त्यसैले म सधैँ भन्छु, मानसिक तनाव भनेको यस्तो एउटा आगो हो जसको तापमा उच्च रक्तचाप पनि पाक्छ, मधुमेह पनि पाक्छ, मुटु रोग पनि पाक्छ, रोग प्रतिरोध क्षमता कमजोर बन्छ, आत्मबल खस्कदै जान्छ र अन्ततः एउटा सिङ्गै शरीर चल्न थाल्छ। यो कुनै भावनात्मक वाक्य मात्र होइन, यो मैले वर्षौंदेखि अस्पतालमा देखिरहेको एउटा यथार्थ हो। पछिल्ला केही हप्ताहरूमा नेपालले लगातार 3वटा अत्यन्तै हृदय विदारक आत्मदाहका घटना देख्यो। काठमाडौँमा गणेश नेपाली, काठमाडौँमै अर्को एक व्यक्ति र सर्लाहीमा अर्को एउटा दुःखद घटना। 3 फरक ठाउँ, 3 फरक जीवन, 3 फरक परिस्थितिहरू, तर एउटै प्रश्न, किन? सायद हामीसँग त्यस प्रश्नको सम्पूर्ण उत्तर कहिल्यै नहुन सक्छ, किनकि प्रत्येक घटनाको आफ्नै परिस्थिति हुन्छ र हामी कसैको मनभित्र के चलिरहेको थियो भनेर निष्कर्ष निकाल्न पनि सक्दैनौँ। हामी ती घटनाहरूको न्याय गर्न यहाँ बसेका पनि होइनौँ।
हामी अर्को कुनै परिवारले त्यस्तै पीडा फेरि भोग्न नपरोस् भनेर सिक्न मात्र बसेका हौँ। तर ती घटनाहरूले हामीहरूलाई एउटा कुरो भने गहिरोसँग सम्झाइदिए, मानिसको सबैभन्दा ठुलो पीडा धेरै पटक आँखाले देखिँदैन। कसैले हाँसिरहेको हुन सक्छ तर मनभित्रै सङ्घर्ष गरिरहेको हुन सक्छ। कसैले म ठिक छु भनिरहेको हुन सक्छ तर त्यो केवल एउटा वाक्य मात्रै हुन सक्छ। अब जीवनका केही कठोर सत्यहरूबारे कुरा गरौँ। व्यापारमा घाटा भयो, दुःख लाग्छ, रुनुहोस्, भकानो छोडेर रुनुहोस्। तपाईको व्यापार डुब्न सक्छ तर त्यससँगै तपाईको जीवन पनि डुब्नु पर्छ भन्ने छैन। पैसा फेरि कमाउन सकिन्छ, तपाईलाई फेरि बनाउन सकिँदैन। मायामा धोका पाउनु भयो, त्यो पीडा वास्तविक हो। रुन मन लाग्छ भने रुनुहोस् न, तर कसैले तपाईलाई छोडेर गयो भने उसलाई जान दिनुहोस्। किनकि कोही जाँदैमा कसैको जीवन रोकिन्न, कोही जाँदैमा कसैको भविष्य सकिँदैन र कोही जाँदैमा कसैको करियर बिग्रिँदैन र कोही जाँदैमा कसैको भाग्य पनि खोसिँदैन। म आफै पनि जीवनको एउटा चरणमा यही पीडाबाट गुज्रिएको मान्छे हुँ। त्यो बेला लाग्थ्यो अब त सबै सकियो, तर आज म तपाईहरूको अगाडि सकुशल उभिएको छु र आफ्नै गन्तव्यतर्फ लम्किँदैछु। त्यसैले आफ्नो भविष्यलाई कसैको पछाडि कहिल्यै नपठाउनुहोस्। कसैले तपाईलाई सम्मान गरेन, सम्झनुहोस् अरूको व्यवहारले तपाईको मूल्य कहिल्यै निर्धारण गर्दैन। कसैले तपाईसँग नराम्रो व्यवहार गर्यो भने त्यो उसको व्यवहार हो, तपाईको परिचय होइन। त्यो उसको संस्कारको प्रतिबिम्ब हुन सक्छ, तपाईको मूल्य होइन। त्यसैले आफूलाई दोष दिएर आत्मग्लानीमा बाँचेर आफ्नो मन जलाइराख्नुको कुनै पनि औचित्य छैन। र यदि कसैले तपाईको अपेक्षा पूरा गरेन भने एउटा सत्य स्वीकार्न सिक्नुहोस्, यो संसार हाम्रो अपेक्षा पूरा गर्न बनेको होइन। अपेक्षा भन्दा धेरै दुःख दिने अर्को रोग सायद यो संसारमा छैन। हामीले नियन्त्रण गर्न सक्ने सबैभन्दा ठुलो कुरा हाम्रो आफ्नै मन हो। आज एउटा निर्णय गरौँ, रिस अलिकति कम गरौँ, तुलना कम गरौँ, अनावश्यक अपेक्षा कोही कसैबाट पनि कम गरौँ र आफ्नो मनलाई अलिकति बढी माया गर्न सिकौँ। किनकि मनमा वर्षौंसम्म बोकेको रिसलाई सबैभन्दा पहिले आफूलाई नै जलाउँछ। अब म तपाईसँग एउटा अनुरोध गर्न चाहन्छु। जीवनको सबैभन्दा ठुलो विडम्बना के हो थाहा छ? हामी अपरिचितसँग घन्टौं कुरा गर्छौं तर आफ्नो मानिसलाई तिमी ठिक छौ भन्न बिर्सिन्छौं। आज घर पुगेर आफ्नो बुवालाई सोध्नुहोस्, बुवा तपाई साँच्चै ठिक हुनुहुन्छ? आफ्नो आमालाई सोध्नुहोस्, आफ्नो श्रीमान वा श्रीमतीलाई सोध्नुहोस्, आफ्नो साथीभाइलाई सोध्नुहोस् र जब उनीहरूले उत्तर दिन्छन् त्यो उत्तर सुन्ने धैर्य पनि राख्नुहोस्। किनकि कहिलेकाहीँ एउटा प्रश्न, एउटा साथ, एउटा फोन कल र एउटा अङ्गालो कुनै औषधि भन्दा पनि शक्तिशाली हुन सक्छ। र यदि तपाईँ आफै भित्रभित्रै थाक्नु भएको छ, रातभर निद्रा हराएको छ, जीवन प्रति आशा हराउँदै गएको छ भने कृपया एक्लै नबस्नुहोस्, बोल्नुहोस् परिवारसँग, साथीभाइहरूसँग वा मानसिक स्वास्थ्य विशेषज्ञसँग। मद्दत माग्नु कमजोरी होइन, बाँच्न रोज्नु हो। जब तपाईँ यो संसार छोड्नुहुन्छ नि, तपाईको ब्याङ्क ब्यालेन्स रुँदैन, तपाईको गाडी रुँदैन, तपाईको पद पनि रुँदैन। रुन्छन् त केवल ती मानिसहरू जसले तपाईलाई मनैदेखि माया गरेका थिए। त्यसैले आफ्नो जीवनलाई कुनै व्यापार भन्दा ठुलो मान्नुहोस्, कुनै सम्बन्ध भन्दा ठुलो मान्नुहोस्, कुनै अहङ्कार भन्दा ठुलो मान्नुहोस्। किनकि पैसा गुमाउनु हार होइन, सम्बन्ध टुट्नु अन्त्य होइन, तर आशा गुमाउनु सबैभन्दा ठुलो हार हो। म अस्पतालमा दिनभर स्टेथोस्कोपले मुटुको धड्कन सुन्ने काम गर्छु, तर आज म तपाईलाई आफ्नै मनको आवाज सुन्न आग्रह गर्दैछु। किनकि जब मन चिच्याइरहेको हुन्छ र हामी त्यसलाई बारम्बार बेवास्ता गर्छौं, एक दिन मुटु पनि चुप लाग्न सक्छ। शरीर मर्नु अघि धेरै पटक मानिसको मन मर्छ।
त्यसैले शरीर बचाउनु अघि मन बचाउँ। धन्यवाद।